हेलो गाइज, नमस्ते। आज म तपाईहरुलाई मेरो सानो करेसाबारी देखाउन गइरहेको छु। टमाटर लगाएको छ हैन। यहाँ यता साइडनेर हाम्रो काँक्रा पनि लगाउनु भएको छ दाइले। उता साइडनेर गोलभेडा मात्र छ है, उता साइड काँक्रा पनि रहेछ। यसैको 2-3 महिनापछि हाम्रो गोलभेडा खुर्सानी काँक्रा फलिहाल्छ हैन टक्क। अनि उता म आज करेसाबारीमा थोरै पानी नि लगाउन आएको छु हैन। टक्क पारामा हाम्रो सानो करेसाबारी हैन। आज हामीले यहाँ करेसाबारीमा गोलभेडा खुर्सानी अनि एउटा यहाँ थोरै काँक्रा पनि रोपेको छ हैन। उहाँ दाइ गोलभेडामा पानी लगाउँदै हुनुहुन्छ। 2-3 महिनामा हाम्रो करेसाबारी पनि टक्क करेसाबारीमा लगाएको यो खुर्सानी गोलभेडा आदि काँक्रो पनि रहेछ है। यो 2-3 महिनापछि टक्क हामीलाई खानासम्म भइहाल्छ हैन। कस्तो गाह्रो हुँदो रहेछ यहाँ खन्नलाई हैन। यहाँ हेर्नु न कस्तो माटो नि गाह्रो भइरहेछ मलाई। अबको 3 महिनापछि टक्क हाम्रो करेसाबारीको तरकारी खान आउनु होला हैन सबैले। यहाँ काँक्रा खुर्सानी फाइनल्ली गाइज अब मेरो यो खन्ने काम पनि सिद्धियो हैन। भिडियो मन परेपछि लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो हेरिदिएकोमा धन्यवाद। अब अर्को भिडियोमा भोलि भेटौँला। धन्यवाद।